चेन्नईमा हिजो नेपालले यस्तो कमब्याक गर्यो जसले विश्व क्रिकेट नै चकित बनायो। दर्शकवृन्द, आईसीसी टी20 विश्वकप वार्मअप खेलमा नेपालले यूएईलाई 7 विकेटले हराउँदै आत्मविश्वासपूर्ण जित हात पारेको छ। 146 रनको लक्ष्य पछ्याउँदा नेपालले सुरुवातमै झट्का खायो। कुशल भुर्तेल, आसिफ शेख र कप्तान रोहित पौडेल छिटै आउट हुँदा नेपाल 7 ओभरमै 45 रन 3 विकेटको दबावमा पुगेको थियो। तर यहीँबाट सुरु भयो शानदार पुनरागमन। चौथो विकेटका लागि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अभिजित 103 रनको साझेदारी गर्दै खेल नै पल्टाइदिए। आरिफले 37 बलमा 4 चौका र 2 छक्का सहित अभिजित 61 रन बनाए भने दिपेन्द्रले 31 बलमा अभिजित 50 रन पूरा गरे। अन्तिम 10 ओभरमा यूएईका बलरहरू पूर्ण रूपमा निरीह देखिए। यसअघि बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले 2-2 विकेट लिँदै यूएईलाई 145 रनमै सीमित गरेका थिए। यो जित केवल वार्मअप होइन, यो सन्देश हो। नेपाल दबावमा झुक्दैन, नेपाल लड्छ र फर्किन्छ। विश्वकप अघि आरिफ दिपेन्द्रको साझेदारीले नेपाललाई खतरनाक टिमको रूपमा चिनाएको छ। यस्तै ताजा अपडेटका लागि स्पोर्ट्स लाइन नेपाललाई फलो, सब्स्क्राइब गर्न नबिर्सनुहोला।